एकैछिन आज हामी जापानको क्योतो भन्ने ठाउँमा छौँ र यहाँनिरबाट हामीले तपाईँहरूलाई देखाउन सक्ने कुराहरू देखाउनु नै छौँ। र अहिले यो नेपालमा यो बुट्टामा फुल्दा चाहिँ गरेर हाम्रो मसँग एकजना भाइ राजेश अधिकारी पनि मसँग साथमै हुनुहुन्छ। देख्न सक्नुहुन्छ साथीहरू, जापान आउँदाखेरि अनिवार्य रूपमा तपाईँहरूले पहिलो कुरो भाषा पढेर आउनु होला र एसएसडब्ल्यू चाहिँ पास पनि गरेर आउनु होला। धेरै नै दुःख पाउने नेपालीहरूले धेरै नै दुःख पाउनु भएको छ। साकारा भन्छ यो चाहिँ अहिले फुल्दाखेरि, हाम्रोमा चाहिँ पैयुङ फुलेको भनिन्छ भने जापानमा चाहिँ यो फुलेको लगालाई धेरै राम्रो मान्दो रहेछ। र यहाँ चार्ज चाहिँ 2000देखि माथि चाहिँ टिकट काटेर भित्र जानुपर्ने छ र म त्यो पनि देखाउँछु भित्र गएर। निजु भन्ने ठाउँमा छु अहिले म, क्योतोको निजु भन्ने ठाउँमा, र म ओसाका बस्छु। त्यसै गरेर तपाईँलाई आउँदाखेरि अनिवार्य रूपमा साइकल पनि सिकेर आउनलाई म अनुरोध गर्दछु है। हिँड्नु के आउनु